हल्का रमाइलोको एपिसोड 342 को अन्त्यमा बल्छी दुर्वे र उहाँको टोलीले अर्काको आँगनमै चुलो चौको सारेर टिकटक लाइभ गर्दा कालो मोसो र कुटाइ खाएर भाग्नु परेको थियो। त्यसपछिको आगामी नयाँ एपिसोड 343 मा कथा कता मोडिन सक्छ भन्ने सम्भावित अनुमानहरू यसरी प्रस्तुत गरिएको छ। नम्बर 1 मा रहेको छ वाइफाई लगानीकर्ता बल्छीको बदला र क्षतिपूर्ति काण्ड। एपिसोड 342 मा बल्छीले आफूलाई 4000 रुपैयाँ हालेको वाइफाई लगानीकर्ता घोषणा गरेका थिए। मुखमा कालो मुसो दलिएर र कुटाइ खाएर भागेपछि बल्छी चुप लागेर बस्ने पात्र होइनन् र यसमा सम्भावित मोड के हुन सक्छ भने बल्छीले म पनि शेयर होल्डर पार्टनर हुँ, मेरो पैसा फिर्ता दे वा मलाई छुट्टै राउटर तार देऊ भन्दै कृष्ण दाई र साउनीसँग झगडा गर्न सक्छन्। आफूले हालेको लगानी असुल गर्न बल्छीले वाइफाईको राउटर नै चोर्ने वा तार काटिदिने जस्ता नयाँ उपद्रव मचाउन सक्छन्। नम्बर 2 मा रहेको छ टिकटक भाइरल वा ब्ल्याक मार्क्स ब्रान्डिङ। राति टिकटक लाइभ भइरहेकै बेला कृष्ण दाई र बुबाले बल्छीको मुखमा कालो मोसो दलेका थिए। सोशल मिडियाको जमानामा यो घटना लाइभमै हजारौं दर्शकले देखेका हुन सक्छन् र यसको सम्भावित मोड हुन सक्छ भान्जे प्याकोली र बल्छीको त्यो कालो मोसो दलिएको भिडियो टिकटकमा भाइरल हुन सक्छ। भाइरल भएपछि लज्जित हुनुको साटो बल्छी र भान्जीले त्यसैले अवसर बनाएर हामी त भाइरल भयौँ भन्दै थप नयाँ टिकटक कन्टेन्ट वा रिल्स बनाउन थाल्नेछन्। 3 गाउँमा डिजिटल पञ्चायत र कृष्ण दाईको शास्ति। आँगनमै बसाइ सरेर रातभरि अशान्ति फैलाएपछि कृष्ण दाई र पाका बुबा गाउँमा मुखिया कहाँ गएर उजुरी लिन सक्छन्। सम्भावित मोड गाउँमा प्रविधिको दुरुपयोग र छिमेकीलाई दिएको शास्तिबारे एउटा हास्यास्पद पञ्चायत बैठक बस्न सक्छ। पञ्चायतमा बल्छीले आफ्नै तरिकाको उल्टो तर्क दिएर गाउँलेलाई अल्लमल्ल पार्न सक्छन्। 4 नयाँ जुक्ति डाँडामा टावर बनाउने होडबाजी। कृष्ण दाईको वाइफाईबाट धपाइएपछि डाटा पनि नचलेपछि बल्छीले गाउँको माथिल्लो डाँडा वा अग्लो रुखमा आफ्नै प्रविधिको टावर वा सिग्नल तान्ने नयाँ जुगाड बनाउने प्रयास गर्न सक्छन्, जसले अझै ठुलो हास्यास्पद दुर्घटना वा परिस्थिति निम्त्याउनेछ। के तपाईँ आगामी एपिसोडको कुनै विशेष पात्र जस्तै बल्छी भान्जे वा कृष्ण दाईको भूमिका बारे थप चर्चा गर्न चाहनुहुन्छ?